नमस्ते सबैलाई। दार्जिलिङको इतिहास पढ्दै लाँदा या खोज्दै लाँदा या सिक्किमको इतिहास पढ्दै लाँदा हामी तीनटा कम्युनिटीको नाम हमेसा सुन्नेछौँ, माने सुन्दै आएका छौँ हामीले। तीहरू हुन् गोर्खा समुदाय, लाप्चे समुदाय र भोटे समुदाय। यो तीनजना समुदायको चाहिँ इतिहासमा हामीले दार्जिलिङ भूभाग या तपाईँ सिक्किम भूभागकोमा चाहिँ हामी हमेसा यी तीनटा कम्युनिटीको नाम चाहिँ हामी सुन्दै आएका छौँ। र दार्जिलिङलाई माने सन् 1835 सालमा चाहिँ द किङ अफ सिक्किम छोगेल साहबले चाहिँ यो अङ्ग्रेजहरूलाई गिफ्ट दिएको भन्छ। र यो अङ्ग्रेज चियावालाहरू चाहिँ दार्जिलिङमा आएर त्यो पछि यिनीहरूले चिया तपाईँको बगानहरू टी प्लान्टेसन आरम्भ गरेको भनेर चाहिँ हामी त्यसमा पाउँछौँ। यति हो। तपाईँ जति बुक्सहरू हेर्नुहोस् दार्जिलिङको बारेमा, तपाईँ चाहिँ यो अङ्ग्रेज चियावालाहरू जस्तै डक्टर यो आर्थर क्याम्पबल द फर्स्ट उहाँहरू आएर दार्जिलिङमा चियाहरू रोपेको हामी इतिहासमा यहाँदेखि चाहिँ दार्जिलिङको इतिहास चाहिँ सबैलाई याद छ। तर हामी अगर इतिहास कोट्याउँदै लग्यो भने, इतिहास पढ्दै लग्यो भने ज्यादा होइन 1835 देखि चाहिँ 100 वर्ष अगाडि, मतलब 1600 to 1700, यो 1700 to 1800 को इतिहास अगर हामीले मतलब तपाईँको यो पूर्व नेपाल द्याट मिन्स एकदम बोर्डरिङ टु दार्जिलिङ, जस्तै यो अन्तु भयो, यो त पूर्व नेपालमा आयो नि त। तपाईँको यो ताप्लेजुङ, तपाईँको इलाम, हाम्रो दार्जिलिङ, वेस्टर्न सिक्किमको यो तपाईँको सबै जग्गा, यो सिक्किम भयो। यसमा चाहिँ अगर हामी तपाईँको अगर 1835 भन्दा 100 साल अगाडि गयो भने चाहिँ यस क्षेत्रमा चाहिँ अझै एउटा कम्युनिटी जो चाहिँ एकदम पोलिटिकली पनि एकदमै पावरफुल थियो, एलायन्स बनाउने तिनीहरूकोमा तपाईँको दम थियो, राजा थियो, तिनीहरूको आफ्नो प्रिन्सिपालिटिजहरू थियो। त्यो कम्युनिटीको बारेमा चाहिँ हाम्रो इतिहासमा कोहीले पनि भन्दैन, पनि हामी पढेको पनि छैनौँ, तर इतिहासमा छ। तपाईँले इतिहास हेर्नुभयो भने त्यो कम्युनिटी एकदमै प्रबल रूपमा आउँछ। त्यो कम्युनिटीको तपाईँले यो एरियामा चाहिँ उहाँहरूको योगदान तपाईँले पाउनुहुन्छ। त्यो कम्युनिटी चाहिँ हो लिम्बू अथवा याक्तुङ कम्युनिटी, जसको चाहिँ यो भूभागमा आफ्नै एउटा राज्य, आफ्नै एउटा कन्ट्री या प्रिन्सिपालिटिज भनेको चाहिँ